पहाडको काखमा बसेको सानो शान्त गाउँ जहाँ बिहानको कुहिरो र बेलुकाको सन्नाटा मानिसका पीडा सुन्ने साक्षी हुन्थ्यो। यही गाउँमा जन्मिएको थियो सुभाष, सरल, सीधा, शिष्ट र देशप्रेमले भरिएको युवक। गरिबीले घेरिए पनि स्वाभिमानले कहिल्यै झुक्न नदिएको उसको जीवनले उसलाई लाहुरे बनाएको थियो। वर्षौंको सेवापछि एकपटक ऊ छुट्टीमा घर फर्कियो। आमाको अनुहारमा खुसी झल्किएको थियो, तर त्यो खुसीभित्र एउटा आग्रह पनि लुकेको थियो। सुभाष, आमाले करुण स्वरमा भनिन्, अब तिमी फर्कियौ, काकाको घरमा जाऊ, तिम्रो लागि केटी पाएका छन्। तपाईको कुरा म कहिल्यै टार्दिन आमा। आमाको कर कहिल्यै टार्न नसक्ने सुभाषले टाउको हल्लायो। भोलिपल्ट ऊ मामाको घरतर्फ लाग्यो। जङ्गल छेउको साँगुरो बाटो, झरनाको आवाज, चराहरूको चिरबिर। त्यही बाटोमा ऊ अचानक एक युवतीसँग ठोक्कियो। किताबहरू झरिन्, दुवै एकअर्कालाई हेरे। केही सेकेन्डको मौनता। ती युवती थिइन् माया, शान्त, सुसंस्कृत, आँखामा अनौठो उज्यालो। माफ गर्नुहोस्, दुवैले एकसाथ भने। त्यसपछि बाटो एउटै भयो, कुरा सुरु भयो। गाउँ, सपना, जीवन। त्यो छोटो यात्राले दुई मनलाई गहिरो रूपमा बाँध्यो। बिदा हुँदा सुभाषले सोध्यो, फेरि भेटौँला? यदि भाग्यले चाह्यो भने। मामाको घर पुगेपछि सुभाषलाई भनियो, भोलि तिमीले भेट्ने केटी माया हो। यो संयोग थिएन, यो भाग्य थियो। भोलिपल्ट जब माया त्यही घरमा आइन्, दुवैका आँखामा लाज, खुसी र डर एकसाथ मिसियो। त्यस दिनपछि उनीहरूका भेटहरू बढ्दै गए। माया र सुभाष प्रेममा परे, गहिरो, निस्वार्थ प्रेम। छुट्टी सकियो, सुभाष पल्टन फर्किन लाग्यो। बिदाईको अघिल्लो रात मायाले रोँदै भनिन्, तिमी फर्किन्छौ नि? म फर्किन्छु माया, तिमीलाई लिन। तर भाग्य निर्दयी थियो। बाटोमै सुभाषको दुर्घटनामा मृत्यु भएको खबर गाउँमा आइपुग्यो। आमा, सुभाषको एक्सिडेन्ट भएछ गा। मायाको संसार अन्धकार भयो। त्यसैबीच उसले थाहा पाइन् ऊ गर्भवती थिइन्। सुभाषको घर गइन् माया, आँखा झुकाएर सत्य भनिन्। तर समाज कठोर थियो। म गर्भवती छु। बिना विवाह बच्चा? हाम्रो इज्जत? आकाश भासियो। सडक, भोक, पीडा सबै सहँदै हिँडिरहिन्। एक दिन बेहोस भइन्। होस खुल्दा आश्रममा थिइन्। त्यही उनले छोरी जन्माइन्। छोरीको नाम राखिन् पूर्णिमा, किनकि अपुरो मायाको उज्यालो त्यही थिइन्। बधाई छ छोरी, दो छोरी भएको छ। पूर्णिमा, किनकि ऊ मेरो अधुरो मायाको उज्यालो हो। सुभाषले होस खुलाउँदा उसले सबैभन्दा पहिले सेतो छत देख्यो। औषधिको गन्ध, टाढाबाट सुनिने मसिनको आवाज र शरीरभरि फैलिएको असह्य पीडाले उसलाई सम्झायो कि ऊ अझै जीवित छ। डाक्टरले भनिदिए, तिमीलाई बचाउन धेरै गाह्रो भयो। धेरै महिना केही सम्झन सक्दैनथ्यो। तर सुभाषको मनमा एउटा अनुहार भने कहिल्यै हराएन, माया। जब ऊ अस्पतालबाट डिस्चार्ज भयो, पहिलो प्रश्न उसले सोध्यो, मेरो गाउँ, मायाको के भयो? तर कसैसँग उत्तर थिएन। दुर्घटनाको खबर गाउँमा मृत्युको रूपमा पुगेको रहेछ। त्यही दिनदेखि सुभाषको जीवन खोजको यात्रामा बदलियो। ऊ गाउँ फर्कियो। आफ्नो आँगन टेक्दा आमा बुबाको आँखामा विश्वास र डर मिसिएको थियो। त मरेको भनिएको थिएस्? सुभाषले केही भनेन। उसको पहिलो प्रश्न एउटै थियो, माया घर आएकी थिए? आएकी थिए एकपटक, त्यस दिनदेखि गाउँमै कतै देखेको छैन। ऊ मामाको घर गयो। मामा टोलाइ लाए। सबै कुरा बिग्रिएपछि उसले गाउँ छोडेकी थिए। सुभाषले ठाउँ ठाउँमा खोजी गर्यो। छिमेकी जिल्ला, मेलापात, बस पार्क, मन्दिरका चौतारा, जहाँ माया जस्तो अनुहार देखिन सक्थ्यो त्यहाँ ऊ पुग्थ्यो। कहिलेकाहीँ कसैले भन्थ्यो, एउटी युवती बच्चा बोकेर हिँडिरहेकी थिए। सुभाषको छाती चिरिन्थ्यो, तर बाटो त्यहीँ टुङ्गिन्थ्यो। वर्ष बिते, मायाको कुनै खबर आएन। एक दिन ऊ थाक्यो। खोजले मात्र जीवन चल्दैन भन्ने यथार्थले उसलाई जित्यो। उसले टाढाको ठाउँ रोज्यो, जहाँ कसैले उसको नाम नचिनोस्, जहाँ मायाको याद बाहेक केही नहोस्। त्यहाँ ऊ सामान्य जीवन बाँच्न थाल्यो। सानो काम, सानो कोठा, चुपचाप दिनहरू। हाँस्न सिक्यो, तर खुसी हुन सकेन। बाँच्यो, तर पुरा भएर होइन। उसलाई आश्रमको कुनै जानकारी थिएन, न माया त्यहाँ छ भन्ने थाहा, न छोरीको अस्तित्वको। राति कहिलेकाहीँ उसले आकाश हेरेर भन्थ्यो, माया, यदि तिमी कतै छौ भने म तिमीलाई खोज्न थाकेको होइन, केवल बाटो हराएको हुँ। त्यसैबीच भाग्य चुपचाप आफ्नो चाल चलिरहेको थियो। त्यही आश्रम जहाँ मायाले पीडालाई आशामा बदलिरहेकी थिइन्, सुभाषको संसारबाट केही कोस टाढा मात्र थियो। तर त्यो सत्य अहिलेसम्म उसको पहुँचभन्दा बाहिर थियो। वर्षहरू शान्त तर गहिरो भएर बगिसकेका थिए।
पूर्णिमा अब बालिका थिइनन्, उनी जवान भइसकेकी थिइन्। शिक्षित, आत्मविश्वासी र आमाको सङ्घर्षले बनाएको मजबुत आत्मा बोकेकी युवती। उनका आँखामा एउटै प्रश्न थियो। मलाई थाहा पाउन मन छ म को हुँ। त्यही समयमा उनको जीवनमा प्रवेश गर्यो आदित्य, सरल, समझदार र संस्कारले भरिएको युवक। दुवैको भेट सामान्य थियो, तर कुराकुरामै उनीहरू नजिक्दै गए। प्रेम बस्न समय लागेन, किनकि दुवैमा पीडालाई बुझ्ने समान भाषा थियो। एक दिन कुराकानीकै क्रममा आदित्यले भन्यो, मेरो गाउँ पहाडतिर छ, आमा धेरै बिरामी हुनुहुन्छ, म तिमीलाई पनि लैजान चाहन्छु, आमालाई भेट्न र तिम्रा बाबुआमालाई पनि। सबै कुरा खुला रूपमा देखाउन मन छ। पूर्णिमा केही क्षण मौन भइन्। बाबा सुभाष धेरै वर्षदेखि त्यो गाउँ नफर्केको कुरा उनलाई थाहा थियो, तर बारम्बारको आग्रहपछि सायद भाग्यले नै तान्यो। सुभाषले अन्तत भनिदिए, ल जाउँ। गाउँमा पाइला टेक्ना बित्तिरै पुराना सम्झनाहरू सुभाषको छातीमा ठोकिन थाले। हावा उस्तै थियो, बाटो उस्तै, तर जीवन बदलिसकेको थियो। त्यही बेला गाउँकी एक वृद्ध महिला पूर्णिमालाई टोलाएर हेरिरहिन्। केही छिनपछि उनी नजिक आइन् र सोधिन्, छोरी, तिमी मायाकी छोरी पूर्णिमा हैनौ? यो वाक्य सुन्न साथ सुभाषको मृत्युको धड्कन एकाएक बढ्यो। उसले पूर्णिमातिर हेर्यो। के भनिन् उनले? पूर्णिमा अचम्ममा परिन्। उनले पहिलो पटक आमाको नाम यसरी गाउँमै कसैको मुखबाट सुनेकी थिइन्। त्यस रात सुभाषले पूर्णिमासँग सबै कुरा सोधे। माया, आश्रम, पीडा, सङ्घर्ष। पूर्णिमाले आमाको जीवन खोलिन्। एक एक शब्द सुन्दै सुभाषको आँखा भरिँदै गयो। उहाँले थाहा पाइन्, माया यही गाउँकी थिइन्। त्यो प्रेम, त्यो पीडा सबै यहीँबाट सुरु भएको थियो। मलाई उहाँलाई भेट्नै पर्छ, सुभाषले काँपेको स्वरमा भने। भोलिपल्ट जब माया सामु उभिन्, समय थामिए झै भयो। आँखा मिले, शब्द चाहिएनन्। वर्षौंको पीडा, प्रतीक्षा र अधुरोपन एउटै अङ्गालोमा पग्लियो। त्यही दिन गाउँलेहरू भेला भए। सुभाषले सबैका अगाडि माया र पूर्णिमाको हात समाए। पूर्णिमाले अगाडि बढेर भनिन्, यदि म अपराध हुँ भने मलाई सजाय दिनुहोस्, तर मेरो आमाको प्रेम र मेरो बाबाको बलिदान नकार्नुहोस्। गाउँ स्तब्ध भयो। सुभाषका आमा बुबाका आँखा खुले। उनीहरू रोए, ढिलो भए पनि सत्य स्वीकारेर। त्यही घरबाट सुभाष र मायाको विवाह सम्पन्न भयो। त्यही आँगनबाट पूर्णिमाको पनि विदाई गरियो, आदित्यसँग नयाँ जीवन सुरु गर्न। हाँसो, आँसु र आशिष मिसिएको त्यो दिन गाउँलेहरूले पहिलो पटक महसुस गरे, प्रेम कहिल्यै गलत हुँदैन, ढिलो स्वीकार हुन्छ मात्र।